समुद्र होइन, यो हो नेपालको सुन्दर सपना रारा, जहाँ आकाश र पानी एकअर्कामा हराउँछन् र आत्माले भेट्छ शान्तिको वास्तविक रूप। यो यात्रा केवल गन्तव्यसम्मको होइन, यो एक अनुभव जो शब्दले भन्दा अनुभूति बलियो छ। वेलकम टु रारा। जानियो हेलमेट देऊ नि त। ल ल राम्ररी बस, म आउँछु एक हप्तापछि है। एक हप्ता? यस। तिहारमा आउनु न? तिहारमा त आउँछु है त। राम्ररी बस है। ओके ल, के भन्न चाहन्छौ लास्टमा? राम्ररी जानु भन्न चाहन्छौ? ल ठिक छ, बाइक रेडी, झोला रेडी। किन बस्ने र? ल आउनी चाहिँ मेरो भान्जा, मेरो गुड लक, मेरो शुभ साइट उनी नै हुन्। बाइकको हेलमेट ल्याइदिनेदेखि बाइक स्टार्ट गर्ने सबै उनको जिम्मा हुन्छ। अनि मेरो शुभ साइट 5 बजे उठेर हिँड्ने प्लान भताभुङ्ग पार्ने मै हो। उता केटाहरू भने 6 बजे नै रेडी भएर कुर्दै थिए। फाइनल्ली के भन्छौ? अब हाम्रो यात्रा भनेको कलोनी युएसए राणासम्मको हाम्रो यात्रामा एकदम साथ दिनलाई हाम्रो सुदीप सर हुनुहुन्छ। 5 बजे उठाएर अहिले यति बेलासम्म उहाँ भालुसँग भात खाएर भेट्दै यार केही भन्न चाहन्छु। दाइको नयाँ टोपी छ, ऊ बल्ल देखाउनु भएको छ, देखाइदिनु। नमस्कार सम्पूर्णमा। अब हामी फेरि बुटोलदेखि ल अब हाम्रो बुटोलदेखि रारासम्मको यात्रा सुरु भएको छ। यतिन्जेलसम्म हामीलाई साथ दिने तपाईँ सबैलाई धन्यवाद। यतिन्जेलसम्म हामीलाई पुरिदिने तपाईँहरू सबैलाई धन्यवाद। अब हामी छैन महिना छौँ यति बेला युएसए सब अगाडि। तपाईँहरूलाई केक चाहियो भने केक सब चाहियो भने उता बुटोलबाट लिने हुन्छ। केक सब जता पनि छ अगाडि है, युएसए केक सब भन्दै अब हाम्रो यात्रा सुरु गर्न चाहन्छौँ। दिस भिडियो इज स्पोन्सर बाई सुनिल खनाल, आशिष खनाल, सागर केसी अर्याल अनि मेरो नाम सुदीप सुवेदी। ल हेर्दै जाने होला। अब दामी दामी भिडियोहरू आउनेवाला छ भन्दै मेरा दुईवटा शब्द यही गर्न चाहन्छु। धन्यवाद। हाम्रो पहिलो दिनको यात्रा बुटोलदेखि सुर्खेतसम्मको रहनेछ। सम्पूर्ण आवश्यक सरसामान सहित झोला बाइकमा बाँधी हामी पहिलो दिन बाइक राइडमा उत्साह सहित निस्किँदैछौँ। हाइवे बाटो भएका कारण दाङ धानखोलासम्मको यात्रा सहज रह्यो र हामी खाना खान रोक्यौँ। एज यु नो वी आर नेपाली एन्ड वी डिजर्भ भात। डिच्चा हाँस्दै ग्वाममा खाँदै भात भन्या भात हो, अनि भात लाग्नु स्वाभाविक हो। म त यही सोच्छु। किन हो? मजा आयो। खाना खाएर हामी हिँड्न लागिसक्यौँ। अब हाम्रो यात्रा भनेको अब कहाँसम्म थकेर आइदियो त्यहाँसम्म अब हाम्रो यात्रा।
फर्स्ट टाइम मलाई बसी बसी आएको यार यो संसारमा हामी 4 जना मात्रै छौँ जस्तो लाग्छ मलाई आफ्टर कोलपुर हामी भिडियो खिच्न छाडेर सिधै सुर्खेतको लागि बढ्यौँ र हामी सुर्खेत साँझको 8 बजे पुगेका थियौँ। हामी सुर्खेत आइयो सुर्खेत आएर सुर्खेत कुन ठाउँ थाहा चाहिँ छैन जस बजारकै वीरेन्द्रनगर हो यो होला वीरेन्द्रनगरको चाहिँ यो होटलमा छौँ। अब आज यहाँ हामी बसेर बिहानै उठेर त्यसपछि माथि अब जुम्ला हुन्छ कि अर्को कुन गाउँ हुन्छ बुझेर हामी यहाँबाट हिँड्छौँ। गुड नाइट। दिस भिडियो इज स्पोन्सर बाई आशिष खनाल, सुनिल खनाल, सागर अर्याल र सुदीप सुवेदी है। थ्याङ्क यू। हामी चाहिँ हिजो बुटोलदेखि राराको टुर गर्दै आएर हामी चाहिँ लोकेसन सोध्न आएको भनेको अहिले यहाँ सुर्खेतमा मैले चाहिँ आउँदैछु केटाहरूले जाने भन्छन् जहाँ पुगौँला त्यही यहाँको पुगौँला भन्छन् र त्यही हामीले त्यही सोचिरहेको छौँ। खाना पाएको गएको त्यही खाना पाएको ए राना गजब रहेछ मैले यहीँबाट देखिसकेँ। अब जाने हो कति दिन लाग्छ थाहा छैन 2 दिन भइसक्यो 3, 4, 5 दिन तर रमाइलो हुन्छ केटाहरू। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। अब हामी यहाँदेखि राडाको लागि प्रस्थान गर्छौँ। कहाँ के पर्छ अब बाटोमा डोन्ट मेक द डेस्टिनी मेक द प्लान के भन्छ खासै राम्रो त सुन्दैन होला यो खासै एउटा पनि भएन होला। अब यहाँबाट हामी माथि गए हुन् माथि अब जहाँ भेटे आउँ त्यही बसे आउन्। अब जहाँ अब रारै पुग्छौँ भन्ने हाम्रो मनुष्य पनि आयो हुन् के अरे के हुन्छ नि तपाईँ तमले भिडियो गर्दै गर्नु होला भन्न चाहन्छु। सुर्खेतमा दोस्रो दिन हामी बिहानै 8 बजे उठेर हाम्रो गन्तव्यतर्फ बढ्दै थियौँ। सुर्खेत आइसकेपछि बुलबुल ताल छाडेर जान मन लागेन अनि त्यहाँ यसो भए पनि घुम्ने निर्णय गरियो। सुर्खेतबाट चाहिँ अब हामी करिब बिहानको 8 बजे चाहिँ हामी निस्केर बुलबुले ताल लगायत यहाँको एकदम रमणीय ठाउँहरू घुमेर अब हामी चाहिँ राराको प्रस्थान गर्दैछौँ। यति बेला चाहिँ अब सुर्खेतबाट 15-20 किलोमिटर अगाडि बढिसकेछौँ। बाटो अहिलेसम्म एकदम बवाल छ, राम्रो छ। अब यसो अलिकति नेपालीपन देखाउनलाई हामीले झन्डा नेपालीपन भनौँ न त्यो म नेपाली हो भने झन्डै भयो तर पनि ठिक छ।
राम्रो ठाउँ रहेछ यो हजुरहरू त्यस्तो राम्रो ठाउँमा बसिरहनु भएको रहेछ यहाँबाट रारा जान कति टाइम लाग्छ हजुर जानुभएको छ बस्नै लाग्छ जानुभएको छ हजुर कसरी थाहा पाउनु त पर्दैन अब करिब 45 मिनटको भात पल्टाउने कार्यक्रमलाई समापन गर्दै हामीले अब घाममा भात पल्टाइयो अब यसपछि हाम्रो अगाडिको यात्रा अगाडि बढ्छ के भन्छ अरे यो भतुवा भातमारा अल्छी साथीहरूको सङ्गत गएपछि यस्तै भइन्छ घुम्न आएको मान्छे सुतेर पल्टेर यता खिच्न मेरो यता खिच्न यस्तासँग हिँडेपछि यस्तै हुन्छ है ल धन्यवाद खिच्नु कर्णालीको तिरैतिर हाम्रो यात्रा एकदमै रोमाञ्चक अनि रमाइलो लागिरहेको थियो बाटो कतै पक्की त कतै अफरोड पनि थियो झन्डै 8 घण्टाको यात्रा पश्चात हामी पिली भन्ने ठाउँमा बास बस्यौँ यति बेला चाहिँ हामी अब अझै कुन ठाउँ भयो पिली भन्ने ठाउँमा छौँ 7:30-8 बजिसक्यो थाकियो भयो लास्टै नै अब त्यति साह्रो अप्ठ्यारो बाटो चाहिँ होइन तर बेला बेलामा अप्ठ्यारो भयो धेरै नहल्लाउ न क्यामेरा यत्तिकै बसिदिन्छ कि अनि त्यसपछि ठिक छ एकदम केही भएन आइयो अब रेस्ट गर्ने हो ठाउँ चाहिँ त्यस्तो खासै वाउ होइन सानो ठाउँ रहेछ तर बस्ने भयो आराम गर्ने भयो नेपालले 1 रनले जिते त युएलाई त पनि खुसीको कुरा छ त्यो खुसीले अब सुत्ने हो एकदम ठिक छ मरिच हालेको चिया र क्रिकेट हेरिरहेको छु म 1 रनले हार्यो नेपाल जितो कहाँ बस्यो कि घुम्न रारा नहिँडेर यस्तो मान्छे कहाँ अलिक क्यामेरा बल्लाउने दाँत मात्र देखिन्छ क्या गुड मर्निङ सबैलाई आज हाम्रो भ्रमणको तेस्रो दिन अहिले चाहिँ हामी रारा जाने क्रममा चाहिँ पिली भन्ने ठाउँमा चाहिँ आएर हिजो बास बसेको थियौँ र यतिखेर हाम्रो करिब बिहानको 6:30 बजेको छ 6:30 बज्दाखेरि चाहिँ जाडो भएर ब्ल्याङ्केट ओढ्दै टोपी लाएर हामी यो वातावरणसँग चाहिँ रमाइरहेका छौँ आज भने हाम्रो यात्रा पिलीबाट रारातालसम्म मात्र हुनेछ बाटो अप्ठ्यारो रहेका कारण समयमा पुग्न धेरै नै समय लाग्ने हुनाले हामी कहीँ पनि नबुलिकिन अगाडि बढ्ने निर्णय गर्यौं
जुम्लामा चाहिँ छौँ। एकदम रमाइलो ठाउँ छ, साधारण ठाउँ छ एकदमै। हामी एकदम हल्ला खल्ला ठाउँबाट हामी एकदम सुनसान रमाइलो छ। जे होस् एकचोटि चाहिँ सबैजना आइदिनु होला। त्यही भन्न चाहन्छौँ। हामी यहाँ भात खान्छौँ। भात खाइसकेपछि हाम्रो अबको डेस्टिनेसन भनेको चाहिँ सिधै रारा। कहीँ पनि नरोकिकन सिधै रारा जान्छौँ। ठिक छ। हामीलाई सधैँभरि सुन हे राजधानी कर्णालीको कथा बथार अवस्था थाल फल्या यही साउ फल्या यही जडीबुटी बने भरि दुःख हामीलाई सधैँभरि आउन्या हुन सँगै गाउन्या हुन सँगै कर्णाली बथा सहर फल्याकेले राखै सपनी नै रक्षण देशमा हो सँगै गाउन्या हुन सँगै कर्णाली बथा सहर फल्याकेले जुम्लामा उ त्यहाँबाट चोरेर च्याउ खाइयो। बवाल मिठो यस्तो मिठो त उता पाइन्न यार होइन र चोरेको छ है गाई त्यहाँबाट मिठो भयो धेरै फेरिमा राखे जस्तो त्यसो के हामीले ज्ञानेन्द्र साईलाई देखाउनुपर्छ जुम्ला आउनु स्याउ खानु भन्नुभएको थियो तर हामी जुम्ला चोरेर आउन्या हुन सँगै कर्णाली बथा सहर बन्याके हेला खै सपनी नै रक्षण साँझ पर्दै थियो। रारा पुग्न अझै समय लाग्नै थियो। लक्किली वी गट अ चान्स टु सी दिस लोकल डान्स। किताब कापी सपनी भया कर्णालीको कथा पाउन्या हुन सँगै गाउन्या हुन सँगै कर्णाली बथा सहर भया के होला खै यिनको नाम के फुलमाया हो सपनी नै रक्षण। आज चाहिँ हामी बिहानै उठेर आफ्नो नृत्य कर्महरू सकाएर अब बिहान नै उठ्ने भनेको सकिएन। अब जे होस् झोलाछोला हामीले त्यो होटलमा राखेर रारा ताल हेर्न जाँदैछौँ। नवरत्न तेल लगाएर नवरत्न तेल लगाएर अब हामी चाहिँ माथि के अरे त्यो भ्यूमा चाहिँ सकभर जाने प्रयास गर्नेछौँ। सकेनौँ भने चाहिँ हामी क्षमाप्रति छौँ। अलिकति अब टाइमको पनि ख्याल गर्दै हामी अहिले चाहिँ त्यतातिर नजान सक्ने पनि प्रबल चान्सेस छ भन्दै अब हामी चाहिँ हाम्रो यात्रा अगाडि बढाउन चाहन्छौँ। हेर्दै गर्नु होला। धन्यवाद। मुस्किल हुन्यो कर्णाली बथा तिमला सहर कस्तो होलान् जान्न मन लाग्या
क्षणभित्र लुकी छिपी बस्या विपुलमय र हाम्रो यात्रा जारी नै छ। हामी जाँदैछौँ। ट्रेकिङको एक्सपिरियन्स त छ, तर धेरै समयपछि गर्दाखेरि चाहिँ गाह्रो भइरहेछ भन्ने चाहिँ। आउन्या हुन सँगै कर्णाली कथा सहर भन्या के होला खै। एन्ड यस, 1 घन्टाको रमाइलो ट्रेकपछि we reach to our final destination. स्वागत छ तपाईलाई नेपालको मुगु जिल्लामा अवस्थित अद्भुत रारा तालमा, जसलाई हिमालको रानी पनि भनिन्छ। करिब 2990 मिटरको उचाइमा फैलिएको यो ताल नेपालको सबैभन्दा ठूलो र सबैभन्दा सुन्दर ताल हो। यहाँ नीलप पानी, वरिपरि हरियाली, वनजङ्गल र टाढा देखिने हिमालका श्रृङ्खलाले यो स्थानलाई साँच्चैकै स्वर्गको टुक्रा जस्तो बनाएको छ। राराको शान्त वातावरण, हावाको सुमधुर स्पर्श र चराहरूको चिरबिर आवाजले हामीलाई प्रकृतिसँग एकागर गराइरहेको थियो। कति राम्रा भया रारामा घुम्न आउँदा दाइहरूसँग हाम्रा भेट भया। दाइहरू एउटाका नामै दुईटाकै उस्तै नाम पर्या। कार्यक्रम सक्यो। हामी राताबाट फर्किँदैछौँ। के अरे माथिको भ्यू पोइन्ट पनि हुँदो रहेछ, त्यहाँ चाहिँ हामी समयको अभावले जान सकिएन। नेक्स्ट टाइम अब कुनै बेला आइन्छ भने जाउँला। अब आइएला नआइएला, तर ठाउँ चाहिँ बवाल छ, वर्थ इट छ। तपाईँहरू आइसकेपछि यस ठाउँमा आइसकेपछि एकदम आफूले आफूलाई रमाउनुहुन्छ, खुसी हुनुहुन्छ। समय मिल्यो भने चाहिँ माथि पनि गएको एकदम राम्रो। अब हामीलाई समय मिलेन र यति भन्दै चाहिँ हाम्रो भिडियोको अब अन्तिम छ। यसपछि हामी जुम्ला जान्छौँ। जुम्लाको थोरै सिनेमेटिकहरू राखेर हाम्रो भिडियो चाहिँ सकिनेछ। धन्यवाद। ल फाइनल्ली अब हामी चाहिँ एउटा निस्क्यौँ। अब हाम्रो सकियो, रारा ट्रिप सकियो हाम्रो। मन त त्यही नै बसिराखौँ जस्तो हुँदा हुँदै पनि हामी फर्कन पर्ने थियो र जुम्लाका लागि अघि बढ्यौँ। जुम्लाको सर्टकट बाटोको यात्रा भने हाम्रो लागि ट्रिपभरिकै कठिन यात्रा भइदियो। त्यो यात्राले हामीलाई एउटा पाठ सिकायो, एन्ड द लेसन इज सर्टकट डज नट वर्क। यस्तो बाटो बाइक यहाँ हाम्रो फसेर कसरी निकालियो। थौडा भएको म त एकछिन त यार तल कता छ। जुम्ला फल्छ धान, जुम्ला फल्छ धान संसारकै अग्लो ठाउँमा। कोही सुन्दैनन् कान, कोही सुन्दैनन् कान, कर्णाली रोयाको आवाज। गुड मर्निङ फेरि पनि। अब चाहिँ हामी आज जुम्ला छौँ। हिजो राति एकदमै एक्सट्रिम बाटो, एकदम त्यो डरलाई नै सम्झिँदा पनि जिरिङ्ग हुने बाटो, त्यो राराको सर्टकट भनेर आएको बाटोबाट चाहिँ आउँदा दुःख पाइयो। एकदमै राति पनि भयो, 10 बजे आउँदा। अनि अहिले हामी चाहिँ पौवा होटलमा छौँ। अब यहाँदेखि चाहिँ हाम्रो डेस्टिनेसन भनेको आज सायद सुर्खेत पुग्ने डेस्टिनेसन हो। त्यसपछि अनि हामी भोलि चाहिँ बुटोल पुग्छौँ। तर एकदम बाटो चाहिँ त्यो रारा यदि कोही आउँदै हुनुहुन्छ भने राराबाट यो जुम्ला आउने बाटो सर्टकट चाहिँ युज नगर्नु होला। जिन्दगी कहिले सर्टकटमा नजानु होला। सकभर जुन बाटो हिँड्नुपर्छ त्यही बाटो हिँड्नु होला है। बाटो त हो 2-4 ठाउँमा त हामीले हरेसै खाएको, यता नउता बिचमै भइन्छ कि जस्तो भयो।
ठिकै छ त्यो गाना कोही सुन्दैनन् तान कर्णाली रोयाको आवाज हाम्रै सिजाद्वारा खास भाषाको उद्गम स्थल हुन्छ कहाँ भने घर सुर्खेत हिँड्न लागि हामी अब एकदम थकित यात्रा एकदम सम्झने लायक भयो यो जिन्दगीभर नबिर्सिने लायक भयो एकदम खुसी छु अब हामी चाहिँ घरतिर प्रस्थान गर्दैछौँ भोलि चाहिँ हामी भोलि बेलुका वा पर्सि बिहान चाहिँ घर पुग्छौँ आज चाहिँ हामी यो जुम्लाको होटल बौवामा चाहिँ बास बसिरहेका छौँ है सुनिल हालत देख्न सक्नुहुन्छ यहाँ हिजोसित भिजेर भित्र प्लास्टिक बाँधेर मजा लाएर जुत्ता लाएर हिँड्नु पऱ्यो है यस्तो छ अवस्था अब हाम्रो राधाको स्थिति हो एन्ड दिस इज द लास्ट डे अफ आवर ट्रिप हामी जुम्लाबाट सुर्खेत अनि अर्को दिन बुटोल जानेछौँ यात्रा कठिन भए पनि हामी सभ्य अनि सुरक्षित भई घुम्न सफल भयौँ ल फाइनल्ली हामी जुन ठाउँदेखि हामी यात्रा सुरु गरेको थियौँ आज 6औं दिनको दिन यही ठाउँमा सकुशल राम्ररी भगवान्का कृपाले सभ्य अनि भव्य तरिकाले समापन गरियो तपाईँहरू पनि कहीँ घुम्न जाँदै हुनुहुन्छ भने चाहिँ राम्रो तरिकाले सुरक्षित यात्रा गर्नु होला भन्दै हाम्रो यस ब्लग अन्त्य गर्न चाहन्छौँ धन्यवाद आउन्या हुन सँगै कर्णाली बथा सहर बन्या के हेला खै सपनी नै रक्षा